नमस्कार, गुड इभिनिङ साथीहरू। म चाहिँ आज छु यो मेची आँखा अस्पतालको प्राङ्गणमा। मेची आँखा अस्पतालको प्राङ्गण पछाडि छु र मैले चाहिँ बुवालाई आँखा अपरेसनको लागि ल्याएर आज आँखा अपरेसन पनि सफल भइसकेको छ। आँखा अपरेसन सफल भइसकेको छ। विगत 6-7 महिनादेखि चाहिँ बुवाले चाहिँ आँखा देख्दिनँ, आँखामा धमिलो छ भन्ने खालको कुरो गर्नुहुन्थ्यो र यहाँ आइसकेपछि धेरै कुरो गर्यो। हिजो बिमा रेफरको लागि म मलबारी केन्द्रमा गएको थिएँ। मलबारीमा केन्द्र गएर बिमा रेफरको लागि चाहिँ गरियो कि तर बिमा रेफर चाहिँ प्रोसेस कम्प्लिट भएको थिएन छ। तथापि हामी यहाँ आएर दर्ता गऱ्यौँ र बिमामा गर्दा के बेफाइदा हुँदो रहेछ भन्दाखेरि बिमामा अलिकति प्रोसेसिङ ढिलाइ हुने तर बिमा ब्याज अलिकति छिट्टो हुने। त्यो हिसाबले पनि आज बुवाको चाहिँ मोतीबिन्दुको अपरेसन सफल भएको छ र मोतीबिन्दुको अपरेसन गर्नको लागि जम्मा 12,000, 16,000, 25,000 देखि 35,000 हुनेछ र त्यसमा चाहिँ हामीले 16,000को मध्यम शुल्कको चाहिँ हामीले गऱ्यौँ र त्यो गराइसकेपछि बुवालाई एकैछिन क्याबिनमा सुताएर हामी चाहिँ यहाँ यसो हावा खाँदा आएका छौँ र म यहाँ विभिन्न दृश्यहरू देखाउँछु। यसको चाहिँ वरिपरिका दृश्यहरू एकदमै हरियाली रहेछ, राम्रो रहेछ, सुन्दर रहेछ। म फर्स्ट टाइम आएको थिएँ यहाँ। यसको चाहिँ अगाडिपट्टि म जहिले आउने गर्थेँ तर यसको चाहिँ पछाडि यसको चाहिँ पृष्ठभूमि चाहिँ सम्पूर्ण पृष्ठभूमि चाहिँ मलाई थाहा थिएन। बुवाको आँखा 13 नम्बर र यता 16 नम्बरमा चेक भइसकेको छ। यो 16 नम्बरमा चाहिँ आइड्रोप्स हालिदिनु भएको छ पेसेन्टमा चेक गरेर। आधी घन्टा पछाडि एउटा भित्र आउनु भन्नुभएको छ। आधी घन्टा बितेपछि भित्र जानुपर्ने छ र लास्टमा के भन्छ त्यही अनुसार हामीले अगाडि बढ्नुपर्ने चाहिँ यहाँ हुन्छ। उहाँको चाहिँ आशा छ राम्रै देखिहाल्छ यो त्यसैले हामी चाहिँ लागिपरेका छौँ। भन्दाखेरि हामी पनि आजै फर्किनु पाए चाहिँ झनै राम्रो हुन्थ्यो भन्ने आश हो र अब हामी बस भोलिसम्म यहाँ हुन्छ या आजै फर्किने त्यो टुङ्गो छैन। अब आधी घन्टा पछाडि टुङ्गो हुनेछ। चाहिँ मेची आँखा अस्पताल बाहिरको दृश्य रहेछ। यो बाहिरको प्लान्टहरूले चाहिँ एकदम राम्रो पारेर छ। यहाँ ग्राउन्ड पनि रहेछ, दुबोवाला ग्राउन्ड हो कि होइन हौ, मेबी दुबोवाला नै जस्तो लाग्छ। माथिको क्वार्टर होला, सुन्दर छ देश। मेची आँखा अस्पतालको बाहिरको दृश्य एकदमै राम्रो छ। यहाँ फुलहरूलाई सजावट गरिएको छ। त्यस्तै गरेर यो ग्राउन्डमा दुबो हालिएको रहेछ। म फर्स्ट टाइम यहाँ छिर्दैछु, एकदमै सुन्दर रहेछ। मेची हस्पिटल तपाईँहरूको लागि पनि एउटा राम्रो आँखाको लागि गन्तव्य हुनसक्छ। कृपया तपाईँलाई आँखासम्म कुनै रोग लागे यहाँ आउन सक्नुहुन्छ। वाउ, दृश्य नै बवाल छ। फर्स्ट टाइम आउनु पाइयो बाउलाई लिएर। बाउको मोतीबिन्दु भएको छ 2टा आँखामा र अब त्यसको अपरेसन भोलि हुने रहेछ र अहिले मसँग क्यास छैन, अनलाइन मात्रै छ। म क्यास लिनको लागि ब्याङ्कमा जाँदैछु। यस बवाल छ यता। हो र हेलो। अब 101 नम्बरमा आएर ब्लडको रिपोर्ट पनि हामीले तयार पार्न लागेका छौँ। 102मा उपचारको सामग्रीहरू तयारी भइसक्यो।
अब 103 नम्बरमा चाहिँ बुवाको सल्लेखिया छ। तपाईँहरू चाँडै होस्, राम्रो होस् भन्ने लागिरहेछ। यो पछाडि के हुन्छ अब हेर्दै जाउँ। र आजको बस चाहिँ हाम्रो यही हुन्छ होला। अब कति टाइम लाग्छ त्यो बारे चाहिँ मलाई एकदम खुल्दिली भइरहेछ। कम्प्युटरबाट हुन्छ अरे र आँखाको सल्लेखिया चाहिँ खालखालको हुँदोरहेछ। 12, 16 पछाडि चाहिँ 25-35 हजारसम्मको हुँदोरहेछ। कम्प्युटरको प्रयोग मार्फत लेन्स राख्ने काम गर्दछ त्यो चाहिँ। के गर्नु यहाँ छ ए तपाईँले राम्रो गर्नुहुन्छ भने आएको नि त हो भने खान्छे त्यसै आउँछ त यो मान्छेले मलाई राम्रो गर्छ भनेर आएको। ल अब हामी सेलेक्ट रेडलाई तयारी गरिरहेको छौँ। अब कति टाइम लाग्छ दाइ? टाइम चाहिँ अब बुढो मान्छेलाई छिटै नै हुन्छ। छिटै हुन्छ 10 मिनट 15 मिनट त्यो 10 मिनट चाहिँ जानै लागिहाल्छ। हो र? आधी घन्टा 1 घन्टा भन्नु को लिएर जाने तपाईँहरू को जाने? म जाने म। टोपी लाइदिनु। ए त्यही टोपी लाउनु पर्ने। टोपीलाई ठिक छ कि हेर्नै पर्यो ल। तपाईँ यता लुगा लाउनु पऱ्यो जानु पर्यो। हजुर त्यो मोबाइल दिनुहोस् तपाईँ लुगा लाउनु पर्यो। साथी जानुपर्छ। टोपी पनि म त एकचोटि कागजको अपरेसन गर्नु ल्याएको थिएँ भित्र उडन त बुरुक्क उफ्रिन्छ त्यो अब हतियार दामी थियो क्या सेप जस्तो देखेर। अनि त्यहाँ मलाई बोलायो म स्कुल बोलाएर गरेर मैले समातेर अनि गरेको त्यो पहिला मलाई पछाडि ऊ अगाडि जानुहोस्। यी सामान लानु होइन यो चाहिँ मेची आँखा अस्पतालको टप फ्लोर रहेछ। आम्मामा यो बबाल लागेको क्या। यहाँ छिर्दा अलिअलि डर चाहिँ लागेको। तर यसो सम्झिँदाखेरि यो मिटिङ हल रहेछ। कम्ती डर लागेको होइन। आम्मा यो चाहिँ एकदम यो चाहिँ यो उज्यालो बसेर केही लागेन सुरुमा। यहाँ छिर्दा त निकै हुँदैहरू लागेको। अब हामीलाई चाबी यहाँ दिएको छ। यो चाबी लिएर जानुपर्ने। कहाँ छ त? जाउँ न त ल। हेर त कहाँ चाहिँ हो त? माथि टपमा भन्दा मजा आउँछ नि फेरि पर होइन? यहाँ लुगा धुने छ। माथि सबै यो क्वार्टर होला। मेबी दिज आर अल क्वार्टर्स टु स्टे बाई डक्टर्स होइन? डाउन गर्नु न त्यो उयो सुरुमा चाहिँ हामीलाई डर लाग्यो बबाल ठिक छ नि होइन? के गरिदिउँ के गरिदिनु हजुर बुवालाई त्यहाँ सुताइदिउँ। यहाँदेखि तलको दृश्य वाउ सो ब्युटिफुल सो नाइस। के गरिदिउँ के गरिदिउँ है सँगले ल्यायो चस्मा ल ढल्किनु। बोरा दबाईहरू खाँदिएन केही भनेको छैन त। साथीहरू बुवालाई चाहिँ अब शाकाहारी चाउचाउ चाहिन्छ। शाकाहारी हुन्छ त्यसैले गर्दाखेरि शाकाहारी चाउचाउ लिन जाँदैछु र शाकाहारी चाउचाउले चाहिँ त्यहाँ पकाउनु लाउँछौँ र हामी पनि खाना खान्छौँ। त्यो पाक्ने गर्छ र हामी लिएर जान्छौँ र अब अहिले लाग्नेछौँ शाकाहारी चाउचाउ हुन्छ र म यो दृश्य यो मेची आँखा अस्पतालको दृश्य देखाउन आउँछु किनकि दृश्य एकदमै राम्रो छ। दृश्य एकदम लागिरहेको छ।
यहाँ अर्को कुरो फ्लड लाइट पनि छ यहाँ देखौँ है यो फ्लड लाइटले चाहिँ एकदमै कतिलो बनाएको छ यो कस्तो लाग्यो राम्रो लाग्यो अर्को कुरो यो प्लान्टले पनि राम्रो गराएको धेरै राम्रो धेरै सबैभन्दा स्ट्यान्डर्ड एकदम सफा क्लिन क्लियर आफ्नो लागि के समस्यामा हुनुहुन्छ भने तपाईँलाई पनि यहाँ आउनको लागि म रिकमेन्ड गर्छु हाम्रो लामो समयको बादमा यो ठाउँमा आएका हौँ र त्यसको सुन्दरता देख्दा पनि कसो कसो हेरिरहँ लाग्ने खालको छ सोमच अरू कुराहरू अलिक समस्या देखाउने लाग्छ साथीहरू यो हो मेची आँख अस्पताल अगाडिको दृश्य त्यो भद्रपुर जाने बाटो फ्लड लाइट र यहाँ गेट छ गेट आकर्षक छ र यो प्राङ्गण एकदमै सुन्दर छ सफा छ र कोही कोही मानिसहरू यहाँ ध्यान पनि गर्दैछन् म झुक्किएँ स्ट्याचु होला भनेर ध्यान मग्न मार्छन् साथीहरू र यहाँ चाहिँ धेरै टाढा टाढाका पेसेन्टहरू आउँदो रहेछन् मैले सिक्किमका पेसेन्टहरू भेटेँ वेस्ट बङ्गाल लगायत कलकत्ता लगायत भुटान धेरै ठाउँबाट आउँदो रहेछन् त्यस एउटा यो पूर्वाञ्चलको लागि एउटा शानको ठाउँ रहेछ एकदमै खुसी लाग्यो र विभिन्न आँखा सम्बन्धी सम्पूर्ण समस्याहरू यहाँ देखाउनको लागि चाहिँ म तपाईँलाई चाहिँ रिकमेन्ड गर्छु आँखा सम्बन्धी कुनै समस्यामा हुनुहुन्छ भने कोही तपाईँको आफन्त समस्यामा छन् भने यो ठाउँमा आउन सक्नुहुन्छ गुड मर्निङ साथीहरू अब बुवाको लागि दबाई लिने काम पनि सिद्धियो चस्मा पनि लिइसकियो र क्याबिनको डिपोजिट रिटर्न पनि पाइसकियो अब लाग्नुपर्छ 11:30 बजीतिर नै गाडी लाग्ने अरे एक रात एक दिनको बसाइ 1.5 दिनै भनौँ न रमाइलो हो धेरै अनुभव प्राप्त गरियो प्रत्येक कोठा चारियो डुल्यो अब हामी लाग्छौँ 27, 31, 30, 29 हुँदै यहाँ बसिरहेको थिएँ गएछन् अब लाग्नुपर्छ कहाँ छ पुगे त भन्दाखेरि कहाँ गए सर यहाँ बसिरहनु भएको थियो नि कहाँ जानुभयो अगाडि निक्लिनु भयो फोन गर्छु गएर हेर्नु अब चाहिँ हामी औषधिहरू लिइसक्यौँ चस्मा पनि लिइसक्यौँ अब हाम्रो गन्तव्य चाहिँ घर हुनेछ गाडी माथिबाट आउँदैछ ट्याक्कै 11 बजी जाने कुरो भएकोले गर्दाखेरि अब हामी लाग्दैछौँ मेची आँखा अस्पतालबाट इलाम देउ